हेलो नमस्ते गुड मर्निङ साथीहरू वेलकम ब्याक टु है राजुको ब्लग है सुरु भइसकेको छ। आज के छ भने आज चाहिँ हाम्रो है आज सन्डे पनि हो र आज चाहिँ सो घरकै है वरिपरि यताउति के है अब भन्ने छु। अझ हेर्दै जानुहोस् त्यही है। आयो लक्ष्मी है साथीहरू बिहानको भइसकेर अनि बिहानको यो मर्निङ टी लिँदैछु है। ब्रेकफास्ट है ब्रेकफास्ट पनि लिँदैछु मर्निङ टी पनि लिँदैछु पनि लिनुहोस् है। गर्नुपर्छ बुढी पनि बिस्नु छ त्यसले गर्दा है भान्सा गर्नु पर्यो है सधैँ गर्नै पर्छ एकदमै गन्दा हुन्छ कि एकदमै गन्दा हुन्छ। त्यो धुलो नै बेसी हुँदो रहेछ है एकदमै बेसी धुलो हुन्छ। नानीहरू पुरा आउँछ बाहिरबाट नानीहरू आएर चाहिँ है मैला हालिदिन्छ साथीहरू आज है सन्डे है साथीहरू अब है के गर्नु यसरी कहिले गर्नु है जसले काम टेस्ट गर्नु है अहिले काम गर्छ त्यस्तै हो के गर्नु है हुन्छ काम भएर निकाल्नु गर्छ परामर्श के भन्नु अरे काम गर्नु
आज मेरो सन्डेको काम यस्तो छ। बुढी बिसन्चो भयो भने नि यस्तो गर्नु पर्दो रहेछ सबै कामहरू, बुझ्यौ? त्यही भएर बुढी चाहिँ कहिले बिसन्चो हुनुहुन्न। बुढी बिसन्चो भयो भने चाहिँ डल्लै काम गर्नु पर्दो रहेछ है। अनि बुढी चाहिँ बिसन्चो हुनु हुँदैन, नत्र सबै काम खास छैन घरको है, वरिपरि साफसफाइ गर्नुको र त्यो भिडियो चाहिँ सेयर गरेको है। अब अझै लामो म भिडियो नगर्ने भिडियो लङ हुन्छ है, लङ भने तपाईँलाई पनि आजको भिडियोलाई एन्ड गर्छु है। सक्दो सेयर गरिदिनु है, लाइक सेयर कमेन्ट है। नयाँ हुनुहुन्छ भने प्लिज च्यानललाई सब्सक्राइब पनि गरिदिनु। र यति भन्दै है अहिलेको भिडियोलाई म यति गर्छु है। बाई बाई, सी यू, टेक केयर।